हेलो गाइस हुनुहुन्छ नमस्ते ढोकिदियौँ होइन हामीलाई अब यस्तै छौँ हामीलाई ड्युटी जानले हो भने कहाँ परदेश रहेछ हुन्छ अब ठिकै छ। अब हाम्रा गाउँपालिका वडा नेताहरूका जुनियर त होइन 84 साल गाउन लाग्यो होइन। अब तिनीहरूले गरेका काम हेर 10 वर्ष हामीले एउटै पार्टीलाई जस्तै हो होइन। 10 वर्षमा उनीहरूले के काम गर्यो के गर्यो कसो भन्ने कुरा अब सबैलाई थाहा छ होइन। पहिलाको 5 वर्ष कालमा ठिकै काम भएको छ, दोस्रो 5 वर्ष कालमा हेर्नुहोस् केही विकास भएको छैन। उही छ, सडक खन्यो देवाल छैन होइन, अनि टावरको व्यवस्था छैन, अनि जनताले जति सुविधा पाउनुपर्ने त्यो पनि छैन होइन। 1 नम्बरको हेर्नुहोस्, 1 नम्बर सबै गाउँपालिका सबै हेर्नुहोस् यस्तै छ साथीहरू। के गर्ने, यिनीहरू चोरका चोरै रह्यो होइन। के गर्ने अझ यिनीहरूलाई नै अब 84मा दियो भने अझ झन् हुन्छ। त्यही भएर अब परिवर्तन युगतिर जानु पर्यो साथीहरू होइन। यिनीहरूले अहिलेमा मात्रै एउटा माखो मारेको छैन हो, माखो मारेको छैन यिनीहरूले। जे सुकै जति भनौँ सुकै जति जे गरे पनि यिनीहरूले एउटा माखो मारेको छ। अहिले हामीले नसोच्यो भने कहिले सोच्ने, अहिले हामीले बृहदरना गऱ्यो भने कहिले गर्ने होइन। अझ के यिनीहरूकै शरण गर्ने, यिनीहरूकै चाकरी गर्ने, यिनीहरूकै आसनमा हिँड्नुपर्ने, यिनीहरूले केही विकास गर्दैन। पहिलाको 5 वर्ष काट्ला अहिलेको 5 वर्ष कार्यकाल हेर त। अब हाम्रो 84 आउने हो भने अब केही महिना मात्र बाँकी छ। जति लुट्नु छ लुटिसक्यो, जति खानु छ खाइसक्यो होइन। विकासको नाममा ल हेर्नुहोस्, 1 नम्बर वडामा जानु के विकास भएको छ, के गरेछ यिनीहरूले गर्दैनन्। के थाहा छ, यिनीहरूले खान सिकेका हुन्, खाऊ जन्माऊ भन्नुपर्छ क्या। यिनीहरू महाचोर भइसक्यो होइन। यिनीहरूलाई विरोध गर्दा यिनीहरूका कार्यकर्ता आएर गाली गर्छन्। राम्रो काम गरेकोलाई त हामी राम्रो भन्छौँ नि। 1 करोडका गाई लिएर अतरेबाट छाडेका गाई लिएर खान सिकेकाहरूलाई त होइन, अनि आफ्ना कार्यकर्ता भर्तीहरू पाल्न सक्ने यिनीहरूको क्षमता हुन्छ भनेपछि हामीलाई त केही छैन। अब यस्तै हो, हामी भनेको त जब नेपाली भएर जन्म्यो विदेशको गल्लीमा भौतारिनु होइन। यिनीहरूले नै गरे हो नि, यिनीहरूले नेपालमा रोजगारी सबै गरेको भए आज हामी यस्तो अवस्थामा हुने थिएन। त्यही भएर यिनीहरूका जस्तो हामी राजनीतिक, यिनीहरूका कार्यकर्ताको जस्तो हामी गाली होइन। राजनीति गर्न त आउँदैन, तर सङ्घर्ष गर्नु पऱ्यो सबै गरेर होइन। अब परिवर्तन गर्नु पऱ्यो सबैले, अब बुझ्नु पऱ्यो। यिनीहरूले 5 वर्षको कार्यकालमा हाम्रो गाउँ ठाउँतिर कति विकास गर्यो। एउटा नेटवर्क हाल्न नसक्ने राजनीतिज्ञहरूलाई हामीले जिताएर हामीलाई कति 5 वर्ष कति घाटा भयो र त्यो पनि त बुझ्नु पऱ्यो होइन। यो नबुझन्जेलसम्म हामीलाई नहुन्जेलसम्म, हामीलाई चेतना नहुन्जेलसम्म हाम्रो गाउँ ठाउँ समाज यिनी सबै ठुला बडा ढाँटुवाहरूले खान सिकेन के। हामी बुझ्ने भएर पनि होइन विद्रोह नगर्ने के। कोही मेरो काका छ, कोही मेरो दाइ छ, कोही मेरो भाइ छ भनेर हामी चुप लाग्नाले हो होइन। सबैले विद्रोह गरेर आफ्नो आफ्नो ठाउँबाट विद्रोह गरेर अब जसरी हुन्छ विकासको उन्मुखतिर जाने हामीले अहिले नेतृत्व छान्नु पऱ्यो 84मा होइन। न त उही सङ्घर्ष उही छ भनेपछि केही हुनेवाला होइन। अझ यस्तै हो, दुनियाँ एआईको जमानाबाट कहाँ पुग्न सक्ने भइसक्यो होइन। हामी उस्ताको उस्तै यिनीहरूकै गुलामी गर्ने, यिनीहरूले जे भने त्यही गर्नुपर्ने भएन हो साथीहरू। अब परिवर्तन हो न, हामी जस्ताहरू युवाहरू परिवर्तन हुन्छ नि। त्यही झोला बोकेर झोला कति यिनीहरूको अघि पछि हिँडेर हुन्छ भने जबसम्म हामी परिवर्तन हुने तबसम्म हाम्रो गाउँठाउँ परिवर्तन हुँदैन साथीहरू होइन। जसरी हुन्छ अब 84मा परिवर्तन युगतिर जाउँ। यिनीहरूकै चाकरी गऱ्यो भने ल हेर्नुहोस् मर्ममा के साह्रै विकास भएको छ। 5 वर्ष कार्यकालपछि मेरो वडामा जानु एउटा योजना भनेको मेरो होइन। ऐरनमा एउटा भवन दिएको थियो भवन छ, त्यहाँबाट मल्ल ताकुमा घट्ट छ। अब मल्ल ताकुमा के छ, केही छैन। घोलधरमा के छ, दहमा के छ, तोलबाणुमा के छ,
लोहियामा के छ होइन एउटा टावर भने 10 वर्ष उही टावरको योजना लगेर जाने हो। यिनीहरूको केही छैन। बुझ साथीहरू, अब नबुझुन्जेलसम्म, परिवर्तन नहुन्जेलसम्म केही हुनेवाला छैन। ल ओके बाई है साथीहरू। अब म त यस्तै हो, देशको गुल्लीमा हिँडेको छु होइन, काम गर्दैछु, पसिना बगाउँदैछु, त्यही भएर त्यस्तो छ साथी। ओके बाई।